शान्तदास मानन्दर मेरो लेखन र अनुवादको साथी हुनुहुन्थ्यो, गुरु पनि हुनुहुन्थ्यो। हुन त कतिपय ठाउँमा उहाँले मलाई खगेन्द्र सौरलाई मेरो गुरु हो भन्नुभएको रहेछ। वास्तविक कुरा चाहिँ त्यसको विपरीत हो। उहाँ मेरो गुरु हुनुहुन्थ्यो। म 5 थरमा जन्मे हुर्केँ। तेह्रथुमको आठाई भन्ने भेगमा मैले एसएलसी आइए पढेँ। 23 सालमा आइएको जाँच दिन म काठमाडौँ आएँ। काठमाडौँ आएपछि त्यो बेलाको हावा अनुसार म चाहिँ वामपन्थी विचारमा मेरो झुकाव बढ्यो। शान्तदासजीसँग मेरो 25 सालमा भेट भएको हो। त्यो भेटको बडो रमाइलो संयोग छ। गोविन्द भट्ट भन्ने एकजना विद्वान हुनुहुन्थ्यो। उहाँ चाहिँ प्रगतिशील विचारको विद्वान, समालोचनाको विद्वान। गोविन्द भट्ट चिनिया सांस्कृतिक सङ्घमा काम गर्नुहुन्थ्यो। उहाँको सानो कार्यालय जुद्ध सडकमा थियो। गोविन्द भट्टको नाम फाटफुट सुनेको थियो, धेरै पढिएको थिएन। साथीहरूको सम्पर्कबाट गोविन्द भट्टलाई भेट्न म गएँ। गोविन्द भट्ट र शान्तदास मानन्दरको नजिकको सम्बन्ध रहेछ। विचारको सम्बन्ध, साहित्यको सम्बन्ध, व्यवसायको सम्बन्ध पनि। गोविन्द भट्ट र शान्तदासजीको नजिकको सम्बन्ध भएकोले त्यही नाताले गोविन्द भट्टकै अफिसमा शान्तदाससँग पहिलोचोटि मेरो भेट भयो। शान्तदास त्यो बेलामा अनुवादक भइसक्नु भएको थियो। उहाँले ओयाङआईको गीत भन्ने एउटा चिनिया उपन्यास अनुवाद गर्नुभएको थियो। नेपालको वामपन्थी पङ्क्तिमा, खास गरी सहरी क्षेत्रमा त्यो किताब बेसरी पढिएको थियो। त्यसको बेसरी चर्चा पनि भएको थियो। गोविन्द भट्टले मलाई त्यो किताब पढ्न दिनुभयो। त्यही किताबको नाताले शान्तदासजी मेरो गुरु हुनुभयो। पढिसकेपछि उहाँले मेरो परीक्षा लिन खोज्नुभयो। सोध्नुभयो उहाँलाई, तपाईलाई यो किताबमा कुन चाहिँ घटनाले, कुन पात्रले, कुन संवादले बढी प्रभाव पार्यो? मलाई त अलमल भयो। पढिसकेपछि परीक्षै दिनु पर्ला भन्ने मलाई लागेको थिएन। उहाँले परीक्षा लिनुभयो। पढिसकेपछि म पाठ बुझाउन गएँ। शान्तदासजीले सोध्नुभयो, ओयाङआईको गीत भन्ने उपन्यासमा तिमीलाई सबभन्दा के मन पर्यो? मैले त यस्तो प्रश्न आउला, यसको जवाब दिनु पर्ला भन्ने सोचेकै थिइनँ। म त अलमल्ल परेँ। उहाँले आफै जवाब दिनुभयो। ओयाङआईले एउटा घनले आफूभन्दा ठुलो ढुङ्गो कसरी फुटायो होला? मसँग त त्यसको जवाब पनि तयार थिएन। अनि उहाँले भन्नुभयो, कथाले के भन्छ भने ओयाङआईले त्यो ढुङ्गोलाई च्याङ्कासेक भन्ने सम्झियो। च्याङ्कासेक भनेको चिनिया जनताको शत्रु थियो। शत्रुको टाउकोलाई ढुङ्गो सम्झेर घनले उसले ठोकेपछि उसमा यति धेरै शक्ति आयो कि त्यत्रो ढुङ्गो फुट्यो भनेपछि मान्छे बाठै रहेछन् शान्तदासजी भन्ने मलाई लाग्यो। राम्रो किताब अनुवाद गर्ने, पढ्न दिने, पढिसकेपछि पढ्यो कि पढेन भनेर परीक्षा पनि लिने भनेपछि त त्यो बेलादेखि नै उहाँ मेरो गुरु हुनुहुन्थ्यो। त्यो बेला शान्तदासजीले लुसुन भन्ने चिनको नामी लेखकका निबन्ध र कथाहरू अनुवाद गरिसक्नु भएको थियो। तीमध्ये 2टा कथा एकदमै नामी थिए। एउटा कथा थियो बौलाको डायरी, अर्को कथाको नाम थियो आह्क्युको साँचो कथा। ती 2टा कथाले चिनको चरित्र चिनाउँछन् भनिन्थ्यो। ती कथाहरू सोझो ढङ्गले लेखिएको थिएनन्। ती घुमाउरो ढङ्गले लेखिएको थिए। ती प्रतीकात्मक ढङ्गले लेखिएको थिए। शान्तदासजीले त्यो 2टा कथाहरू अर्थ्याउनुहुन्थ्यो। उहाँ अनुवाद गर्नुहुन्थ्यो, वाचन गरेर सुनाउनु पनि हुन्थ्यो, अर्थ पनि लाउँदै हिँड्नुहुन्थ्यो। मलाई पनि अर्थ लाउनु भयो। अनि चिनको सामन्ती समाजमा मान्छेको मासु खाने चलन थियो। मान्छेलाई नै तपाईँको अब काटेर पोलेर खाने भनेको त होइन, तर मान्छेले मान्छेमाथि शोषण गर्थ्यो। एक आह्क्युको साँचो कथामा चाहिँ चिन चाहिँ धेरै देशहरूको दासतामा परेका देशका समाजका मानिसहरूको शिर ठाडो हुँदैन। उनीहरूको नुर गिरेको हुन्छ। त्यसलाई आत्महीन भनिन्छ। नुर गिरेको समाजको कथा आह्क्युको कथामा लेखिएको छ। त्यसपछि शान्तदासजीले मलाई चाहिँ लुसुनका रचनाहरूप्रति चाख पनि बढाइदिनु भयो। काठमाडौँमा बिए एमए पढिसकेर म काठमाडौँ बाहिर गएँ। 38 सालतिर हुनुपर्छ। म चितवनमा वीरेन्द्र कलेजमा पढाइरहेको थिएँ। शनिबारको दिन थियो। मध्य दिनमा एउटा ह्याट लागेको मान्छे, ठुलो ज्यान भएको
ह्याट लागेको मान्छे माथिबाट तलतिर लुकुर लुकुर आएको देखेँ। यसो हेरेको त सन्तासी हुनुहुँदो रहेछ। मेरो छोरो सानो थियो, छोरी अलिकति ठुली थिए। सबभन्दा पहिले मेरो छोरीलाई उहाँले परिचय गराउनु, आफ्नो परिचय दिनुभयो। मेरो नाम शानदास मानन्दर, म काठमाडौँबाट आएको, म केटाकेटीहरूको साथी, म केटाकेटीहरूलाई कथा सुनाउँछु, केटाकेटीहरूलाई म कथा लेख्न पनि लगाउँछु र केटाकेटीहरूबाट म कथा सुन्न पनि चाहन्छु। म आफै केटाकेटी, अनि केटाकेटी जस्तै व्यवहार गरेर मेरो छोरीलाई दङ्ग पार्नु हो। अनि उहाँ चाहिँ त्यहाँ बालपोष भन्ने पत्रिका उहाँले सुरु गर्नुभएको थियो। जनक प्रसाद उमागाई र गोपालराज मैनालीसँग मिलेर त्यो बालपोष सुरु गर्नुभएको थियो। त्यसको 1 अङ्क मलाई दिनुभयो। अनि उहाँले भन्नुभयो, तपाईँले चाहिँ अब तपाईँ त अब राम्रो लेखक हुनुहुन्छ, तपाईँको भाषा राम्रो छ, नेपाली समाज पनि राम्रै पढ्नु भएको छ, केटाकेटीलाई राम्रो सामग्री छैनन् भन्ने तपाईँलाई थाहा हुनु पनि पर्छ, लेख्नु पर्यो। तपाईँ त प्रौढ कथा त राम्रै लेख्नु भएको छ, बाल कथा पनि लेख्नु पर्यो। अनि धेरै लामो कुरा भएन, त्यहाँबाट जानुभयो। 40 सालमा म काठमाडौँ आएँ। उहाँ शानदास मानन्दको घर जोसेमा नजिकको टोलमा म चाहिँ एउटा साथीकोमा डेरा गरी बसेको थिएँ। एक बिहान सबेरै शानदासजी मका आउनुभयो। उहाँले के भन्नुभयो भने, शानदास मानन्दर भन्ने मान्छे मनमा केही कुरा नबोकिकन कसै कहाँ पनि जाँदैन, कि कसलाई केही दिन जान्छ, कि कसैसँग केही माग्न जान्छ। म सित्तीमा आएको होइन, देशमा त 2-2.5 करोड मान्छे छन्, यहाँ नै मैले किन आउनु पर्थ्यो, यहाँ आउनुपर्ने कारण पर्यो। अनि हामीले यो पत्रिका सुरु गरेका छौँ, यो पत्रिकामा तपाईँले लेखिदिनु पर्यो। अब बाल साहित्य कसरी लेख्ने मैले कहिले सोचेकै थिइनँ। बाल साहित्य लेख्नु गाह्रो काम हो भन्ने त मलाई थाहा थियो, सजिलो काम हो भन्ने लागेको भए त म पनि लेख्न थालिसकेका हुन्थेँ होला। मैले केही पनि लेखेका थिइनँ। अनि त्यो लेख्ने बारेमा त्यति लामो कुरा भएन। अनि शानदासजीले चाहिँ नेपाली साहित्यमा स्वस्थ बाल साहित्यको अभाव भएको बारेमा आफ्नो विचार सुनाउनु भयो। उहाँले के भन्नुभयो भने, नेपालको अहिलेको समाजमा सबैभन्दा हेला गरिएका केटाकेटीहरू छन्। केटाकेटीलाई हेपिन्छ, हेला गरिन्छ। तिनको शारीरिक स्वास्थ्यको निम्ति, तिनको मानसिक स्वास्थ्यको निम्ति राम्रो खुराकी जुटाइँदैन। त्यसले ती कुपोषित हुन्छन्, शारीरिक रूपमा पनि कमजोर हुन्छन्, मानसिक रूपमा पनि कमजोर हुन्छन्। यसको अर्थ के हो? हाम्रो भविष्य रोगी हुन्छ। आजको केटाकेटी रोगी हुनु भनेको नेपालको भोलि रोगी हुनु हो। त्यसले स्वस्थ साहित्य चाहियो, एक। दोस्रो, बाल साहित्यको नाममा अहिलेसम्म भूत प्रेत बोक्सी डङ्किनीको कथा लेखिएको छन्, अथवा बोझिलो भाषामा नीति उपदेश दिने गरी केटाकेटीहरूलाई उपदेशको भारी बोकाउने किसिमको कथाहरू लेखिएको छन्। त्यस्तो कथाले काम लाग्दैन। लेख्दाखेरि लेखकले केटाकेटीलाई आफू समान सम्झाउनुपर्छ। केटाकेटीलाई सम्मानपूर्वक सोचेर लेखियो भने लेखिएको कुरा राम्रो हुन्छ। केटाकेटीलाई तल पारेर आफू पण्डित जस्तो माथि बसेर लेखियो भने त्यो तानाशाहले प्रजाहरूलाई केही भने जस्तो हुन्छ। उहाँ यसरी भन्नुहुन्थ्यो। अनि बाल साहित्यको अवस्थालाई बुझाउनु भयो। कस्तो बाल साहित्य चाहिन्छ त्यो कुरा पनि उहाँले मलाई बताउनु भयो। त्यसपछि जानुभयो। अनि त्यति धेरै कुरा भएन। मैले चाहिँ लेख्छु पनि भनिनँ, लेख्दिनँ पनि भनिनँ। मेरो लागि त्यो नयाँ गृह कार्य थियो। म चाहिँ त्यो बाल साहित्य लेखनमा लद्दु विद्यार्थी जस्तो थिएँ कि है। अनि शानदासजी 2-4 दिन बिराएर आइरहनु भयो। अनि ढोकाबाट पस्दा पस्दै शानदास फेरि आयो है। शानदास यसै आएको होइन है, त्यसै भन्दै आउनुभयो है। अनि पछि मलाई गिज्याउनु भयो, तपाईँ राम्रो लेखकको आयु हुन्छ। कुनै लेखक मरेपछि 15-20 वर्षमा सम्झिन्छ। अब शेक्सपियर जस्तो लेखक, कालिदास जस्तो लेखक कति समयपछि अझै पनि सम्झिएका छन्। तपाईँलाई आफ्नो आयु बढाउन मन छ कि छैन? मैले भने आयु बढाउन कसलाई मन हुँदैन, मैले जवाफ दिएँ। तपाईँले लेखकको रूपमा आयु बढाउने हो भने केटाकेटीको लागि लेख्नु पर्यो। किनभने तपाईँको साहित्य केटाकेटीले पढे भने। अनि उहाँले के भन्नुभयो भने, तपाईँको यो आयु बढाउने हो भने, लेखकको रूपमा आयु बढाउने हो भने
चल्तीको भाषामा अमर हुने हो भने केटाकेटीका लागि लेख्नु पर्यो। हामी यो पुस्ताका त के भने भोलि वा पर्सि मरौँला, केटाकेटीको आयु त लामो हुन्छ। तपाईँले राम्रो बाल साहित्य लेख्नुभयो, त्यो राम्रो बाल साहित्यले केटाकेटीको मनमा राम्रोसँग जरा गाड्यो भने, प्रभाव पार्यो भने तपाईँ बितेको 20औं वर्षपछि पनि तपाईँलाई सम्झिन्छ। एक। दोस्रो, नेपालको भविष्य राम्रो होस् भन्ने तपाईँ चाहनुहुन्न? नेपालमा असमानता छ, अन्याय छ, होची अर्गेली छ, तलमाथि छ, हेप्ने हेपिने, ठग्ने ठगिने छ। यो समाजलाई न्यायपूर्ण बनाउनु पर्यो। यो समाजको सबै मान्छेले न्याय पाउनु पर्यो, सबै मान्छेलाई सुख हुनु पर्यो। त्यस्तो समाज बनाउनको निम्ति आजको बच्चाहरूलाई असल बनाउनु पर्यो। आजको बच्चालाई असल बनाउनको निम्ति असल साहित्य लेख्नु पर्यो। अनि पछि त उहाँ त गिज्याउन थाल्नुभयो, तपाईँ के को लेखक? तपाईँको छोराछोरी छ नि छैनन्? छोराछोरी त छन्। तपाईँ छोराछोरीलाई नै माया गर्नुहुन्न, छोराछोरीको भविष्य राम्रो होस् भन्ने तपाईँ चाहनुहुन्न। तपाईँ के को बाउ, के को लेखक? अनि प्रसङ्गवश पारिजात भन्ने नामी लेखक हुनुहुन्थ्यो। केही दिन अगाडि पारिजात दिदी कहाँ उहाँ जानुभएको रहेछ। बाल साहित्य लेख्नु पर्यो दिदी, उहाँले केही भन्नुभयो। अनि दिदीले चाहिँ खासै त्यो महत्त्व दिनु भएन अरे। केही समयपछि प्रौढ साहित्य किसिमको एउटा कथा पठाउनु भएछ भने अलिकति रिसाएर, अब कत्रो नाम छ पारिजात भन्ने लेखकको, केटाकेटीलाई माया नगर्ने, केटाकेटीलाई माया नगर्ने पनि कोही महान लेखक हुन्छ? म त मान्दिनँ महान लेखक, पारिजात दिदीलाई पनि मान्दिनँ, तपाईँलाई पनि मान्दिनँ, यसरी कुरा गर्नुभयो। अनि पछि मैले चाहिँ एकदम त्यो आनाकानी गर्दै मैले लेख्न कलम उठाएँ। अनि मैले छुच्ची मिस भन्ने एउटा कथा लेखेँ। अनि पछि त्यो कथा सान्दासीले मन पराउनु भयो। एक शब्द तलमाथि नपारिकन आफै चित्र बनाएर त्यो कथा उहाँले त्यो चाहिँ बालकोसेलीमा छाप्नुभयो। बालपोष बन्द भएको थियो, बालकोसेली सुरु भएको थियो। त्यसपछि सान्दासीले राम्रो भएपछि मलाई पनि हौसला बढ्यो, म लेख्दै गएँ। त्यो पुतलीका कथा भन्ने त्यो एउटा सिरियल मैले लेख्दै गएँ। मैले जम्मा 14वटा कथा लेखेँ। 13वटा कथाको चाहिँ पुतलीका कथा भन्ने सगालो उहाँले नै छापिदिनु भयो, चित्र उहाँले नै बनाउनु भयो, उहाँले नै छापिदिनु भयो। सन्दास मानन्द चाहिँ एकमा अनेक हुनुहुन्थ्यो। उहाँको आफ्नो घरमै सानो प्रेस थियो। पहिलाको प्रेसमा त त्यो सानो सानो त्यो सिसाका अक्षरहरू जोडेर त्यसलाई कम्पोज गरिन्थ्यो। अनि त्यो छापिसकेपछि त्यसलाई निकालिन्थ्यो। है, उहाँ आफै कम्पोज गर्नुहुन्थ्यो, आफै प्रुफ हेर्नुहुन्थ्यो, आफै कथा लेख्नुहुन्थ्यो, सम्पादन गर्नुहुन्थ्यो, अनुवाद गर्नुहुन्थ्यो, झोलामा किताब लिएर घर घरै जानुहुन्थ्यो, पसल पसल जानुहुन्थ्यो। सबै त्यो चाहिँ त्यस्तोलाई अङ्ग्रेजीमा वान म्यान आर्मी भन्छन्, त्यो नेपालीमा चाहिँ त्यो एक व्यक्ति पल्टन उहाँ चाहिँ। अनि उहाँको स्वभाव कस्तो थियो भने कसैले कुनै वचन दिएर त्यो वचनमा चुक्यो भने त्यो मान्छे उहाँलाई मन पर्न छोड्थ्यो। जसले 10 बजे आउने भन्यो 10 बजे आएन, 10:30 बजे आयो अथवा आउँदै आएन भने फलानु चुत्थो रहेछ भन्नुहुन्थ्यो। भने कतिपयसँग त्यो सङ्गतै टुट्थ्यो। त्यसैले कार्यशैली नमिल्दा, व्यवहार नमिल्दा प्राय उहाँ एक्लो काम गरिरहनुहुन्थ्यो। साथीहरूसँग लामो समय त्यो स्वभाव फरक भएको हुनाले, वचन फरक भएको हुनाले, साथीहरूले वचन पालना नगर्ने पनि भएको हुनाले लामो समय सङ्गत हुँदैन थियो। अनि एक्लै काम गरिरहनुहुन्थ्यो। उहाँको त्यसमा कुनै चिन्ता थिएन। अनि पछि तपाईँको यो अनुवादको कुरा गर्दाखेरि नेपालीमा चाहिँ राम्रो बाल साहित्य छैन। विश्व साहित्यमा जहाँ राम्रो बाल साहित्य छ त्यसलाई हामीले खुट्याउने, पत्ता लाउने हो, त्यसको नेपालीमा अनुवाद गर्ने हो। शब्द अनुवाद गरे पनि हुन्छ। कतिपय रचनाहरू लामो भएको खण्डमा हाम्रो समाजको सन्दर्भमा कतिपय कुरा मिल्दैनन् भने त्यो कथालाई अलिकति छाँटकाँट गरेर आफ्नो ढङ्गले लेख्ने हो या अनुवाद गर्ने हो। त्यसरी गर्ने मध्येमा दुईटा, एउटा हेन्स क्रिस्टियन एन्डरसन, एउटा जोनाथन स्विफ्ट, दुईजनाको बालकथाहरू उहाँले अनुवाद गर्नुभयो। त्यसलाई त्यो अनुवाद त्यो ठाडो अनुवाद भन्दा पनि त्यसलाई चाहिँ ती कथा पढेर केटीको निम्ति रुचिकर हुने गरी सजिलो भाषामा उहाँले लेख्नुभयो। यसरी
विश्वको समृद्ध साहित्यको अनुवाद पनि उहाँले नेपालमा भित्राउनु हो। शान्ताजी ह्याट लगाउनुहुन्थ्यो। मैले अघि नै कुरा गरेँ, म चितवनमा छँदा उहाँ चाहिँ ह्याट लगाएर जानुहुन्थ्यो। यो मेरो घर 30-40 सालमा बनेको। काठमाडौँ आएपछि म 2-3 वर्ष डेरामा बसेँ। 30-40 सालमा मेरो यो घर बन्यो। अनि यही घरमा एक दिन उहाँ चाहिँ के थियो भने, मैले देखेदेखि उहाँको देहान्तसम्म उहाँको पोसाक चाहिँ टाउकामा टोपी, कमेज सुरुवाल, इस्टकोट, अनि जाडोमा एउटा स्वेटर। त्योभन्दा अरू उहाँले पेन्ट कहिले लगाएको थाहा भएन, कोट लगाएको पनि थाहा भएन है। एकदम साधारण जीवनशैलीमा, साधारण खानपिनमा साधारण। अरू मानिसहरू पनि त्यस्तै हुन्, समाज पनि त्यस्तै होस् भन्ने उहाँ चाहनुहुन्थ्यो। उहाँको साहित्यले पनि त्यसै भन्थ्यो। एक दिन यहाँ ह्याट लगाएर आउनुभयो। आएपछि त्यहाँ कहीँ बस्नुभयो। मेरो त छोरो पनि ठुलो भइसकेको थियो। अनि उहाँ त परैदेखि नमस्कार गर्दै आउने है। अनि केटाकेटीलाई तपाईँहरूले 50-60 वर्षदेखि तपाईँहरूले मात्रै नमस्कार गर्नुभयो, अब तपाईँहरूलाई नमस्कार गर्ने हाम्रो पालो भनेर केटाकेटीलाई नमस्कार गर्दै आउनुहुन्थ्यो। अनि केटाकेटीलाई सम्मान गर्ने बारेमा उहाँले एउटा लेक्चर दिइहाल्नुहुन्थ्यो है। केटाकेटीलाई हेप्नु हुँदैन, केटाकेटी तिनले केही बुझ्दैनन् भनेर हामी हेप्छौँ, तिनले सबै कुरा बुझ्छन्। तिनको मनमा तिनको शब्दको सङ्ख्या सीमित होला, भाषा पनि सीमित होला, तर मनका सबै कुराहरू तिनले बुझ्छन्। हामीले माया गरेको पनि बुझ्छन्, हेला गरेको पनि बुझ्छन्, मान गरेको पनि बुझ्छन्। त्यसैले केटाकेटीलाई मान गर्नु मेरो नमस्कार छ। 1 नम्बर 2, अब उपरान्त तपाईँले बाले भन्नुहुन्छ होला, ए फलानु आयो, ढिस्कानु आयो, नमस्कार गर। नमस्कार नभन्ने त बालाई भन्ने। तपाईँलाई नमस्कार गरिरहनु मन लाग्छ भने तपाईँ नमस्कार गरिरहनुहोस् है। हामी जन्मिएको दुनियाँलाई नमस्कार गर्न होइन, नगर्ने है। आउने मान्छेले नमस्कार गर्यो भने प्रेमपूर्वक नमस्कार फर्काउने, होइन भने नमस्कार नगर्ने। अनि त्यही सिलसिलामा मैले त्यसै कुराबाट प्रेरित भएर मैले भित्ताको नमस्ते भन्ने एउटा कथा लेखेँ। ठ्याक्क विषय यही हो कि कार्तिकेयजी। मैले विषय के बनाएँ भने ह्याटवाल हुलाकी आउँछ है। अनि मान सम्मान बराबरी है। कसले सम्मान गर्छ उसलाई पनि सम्मान गर्ने, सम्मान गर्दैन आफूले पनि सम्मान नगर्ने। अनि तर सबैलाई नमस्कार गर्दै हिँड्ने होइन, निहुँदै हिँड्ने होइन, जसले जे भन्छ त्यो मान्ने पनि होइन। ठिक कुरा गर्यो भने मान्ने हो, बेठिक कुरा गर्यो भने नमान्ने हो। अनि मैले भित्ताको नमस्ते भन्ने एउटा कथा लेखेँ। त्यहाँ चाहिँ एउटा बच्चा हुन्छ है। अनि जो आउँछ अनि उसको बाबुले चाहिँ नमस्ते गर भन्छ, नमस्ते गर भन्छ। अनि दिक्क हुन्छ त्यो बच्चा। अनि त्यो बच्चाले एउटा चित्र बनाउँछ, नमस्ते गरेको चित्र बनाउँछ। त्यो चित्र भित्तामा टाँस्छ के है। भित्तामा टाँसेर अनि यता उसको बाबुले नमस्ते गर भनेपछि ऊ यसो देखाइदिन्छ कि भित्तामा, त्यहाँ छ नमस्ते। अनि मेरो त्यो कथा खुब लोकप्रिय भयो कि कार्तिकेयजी है। अनि कतिपय घरमा त मान्छेले केटाकेटीहरूलाई समान ढङ्गले व्यवहार गर्नुपर्छ भन्ने विचार भएका मान्छेले त्यो चित्र बनाएर भित्तामा टाँसे कि है। अनि केटाकेटीलाई हेप्ने होइन, दबाउने होइन, समान स्तरमा व्यवहार गर्नुपर्छ। 1 दोस्रो, बाल साहित्य लेखकको बारेमा उहाँको विचार के थियो भने बाल साहित्य लेख्नको निम्ति केटाकेटी नै हुनुपर्छ, केटाकेटीको स्वभाव थाहा हुनुपर्छ, केटाकेटीको तिनको रुचि थाहा हुनुपर्छ, तिनको अरुचि थाहा हुनुपर्छ, तिनलाई के मनपर्छ, के मन पर्दैन, के बुझ्छन्, के बुझ्दैनन्, के कुराले तिनको दिल बहलाउ हुन्छ, के कुराले दिक्क लाग्छ, त्यो थाहा हुनुपर्छ। त्यो थाहा हुनको निम्ति बाल साहित्यको लेखकले पहिलो कुरा केटा बालबालिका नै हुनुपर्छ। 1 दोस्रो, आमा जस्तो हुनुपर्छ। आमाको मनमा यति धेरै माया हुन्छ कि त्यो माया जतिजनालाई बाँडे पनि त्यो सिङ्गासिङ्गै हुन्छ। 20 जनालाई बाँडियो भने पनि सिङ्गासिङ्गै माया, 20 टुक्रा गर्नु पर्दैन है। लेखक त्यस्तो हुनु, बाल लेखक त्यस्तो हुनुपर्छ। आमाले आफ्नो सन्तानलाई पिर मर्का कहिले दिँदैनन्। आफ्नो सन्तानको निम्ति दुःख खप्न तयार हुन्छन्, भोक खप्न तयार हुन्छन्, निन्द्रा खप्न तयार हुन्छन्, मर्न तयार हुन्छन्।
बाल साहित्यको लेखक त्यस्तो हुनुपर्छ। दोस्रो, तेस्रो, हामीले लेखेर मात्रै पुग्दैन, सुनाउँदै हिँड्नुपर्छ। लेखेर सुनाउँदै हिँडेर मात्रै पुग्दैन, केटाकेटीहरूलाई लेखक बनाउनुपर्छ। अनि उहाँले आफ्नो सङ्गतमा भएका केटाकेटीहरूलाई लेखक बनाउनको निम्ति त्यो कथाशाला नै चलाउनु भयो। 1 हप्ता 2 हप्ता महिनादेखि कतिको कथाशाला चलाउनु भयो, तिनलाई कथा लेख्न लगाउनु भयो। अनि पछि तिनीहरूमध्ये छानिएको 5-6 जनाले लेखेको कथा म कहाँ पुर्याउन आउनुभयो। मैले कथाशाला चलाएँ, केटाकेटीलाई कथा भनेको के हो, कथाको विषय कहाँबाट टिप्ने, कथाको भाषा कस्तो हुनुपर्छ, कथाले के भन्नुपर्छ, त्यो सबै कुरा मैले उनलाई सिकाएँ। मैले उनलाई लेख्न पनि लगाएँ। अनि यो कथाहरू कस्तो लाग्यो तिमीलाई, यसो पढ्दै भनेर मलाई दिनुभयो। कथा त कायदा छ। पछि आउनुभयो, केटाकेटीको कथा पढ्नुभयो, पढेँ, कस्तो लाग्यो, म सानदासले लेखे जस्तो लाग्यो भन्दै मैले के होइन, सानदासले सिकाएर लेखेपछि अलिअलि सानदासको जस्तो त भइहाल्छ। अनि सानदासजीले चाहिँ उहाँले अभियान चलाउनु भयो। उहाँले बाल साहित्य मात्र नभइकन उहाँको आफ्नो प्रकाशन थियो, नव आलोक भन्ने एउटा पत्रिका चलाउनु भयो है। त्यो चाहिँ त्यो प्रौढहरूको निम्ति राम्रो, त्यसमा अनुवाद पनि थियो, मौलिक पनि थियो, त्यो धेरै राम्रो थियो। त्यति मात्र नभइकन बाल साहित्य सम्बन्धी विभिन्न पुस्तक पुस्तिकाहरू पनि उहाँले छाप्नुभयो। आफ्नो अनुवाद छाप्नुभयो, आफ्नो मौलिक रचना छाप्नुभयो। उहाँ आफै निबन्ध पनि लेख्नुहुन्थ्यो। उहाँको निबन्ध चाहिँ अलिकता श्यामप्रसादको जस्तो, अलिकता चिनको लुसुनको जस्तो, त्यो व्यङ्ग्यात्मक, घुमाउरो, छोटो, संस्कृतिको विषयमा, सम्बन्धको विषयमा निबन्धहरू उहाँले लेख्नु भएको छ। यसरी सानदासजी चाहिँ मेरो सङ्गतमा भएको नेपाली साहित्यका लेखकहरूमध्ये सबैभन्दा प्रिय। 25 सालमा सम्पर्क भयो। उहाँको देहान्तसम्म हाम्रो सम्बन्ध त कहिले पनि टुटेन। कहिलेकाहीँ म काठमाडौँ बाहिर आउँदाखेरि यता कता त्यो टुट्यो होला, तर विचार नमिलेर, विचारमा द्वन्द्व भएर, स्वभावमा द्वन्द्व भएर, झगडा परेर हाम्रो सम्बन्ध कहिले पनि टुटेन। अनि म काठमाडौँ बाहिर बसेको बेलामा म काठमाडौँ आउँदाखेरि बस्ने बासै उहाँको घरमा हुन्थ्यो। सोनाम साथी भन्ने अर्को एउटा साथी हुनुहुन्थ्यो। कि म उहाँको डेरामा बस्थेँ कि सानदासको घरमा जान्थेँ। त्यो बेला सानदासको एउटा पार्टी थियो के है, त्यसलाई अति गोप्यतावादी पार्टी भन्थे। त्यो बडो, त्यो कस्तो पार्टी छ भन्ने थाहा हुन्थ्यो है। पार्टीको घोषणापत्र पनि केही थिएन, पार्टीको नेता को हो त्यो भनिन्न थियो है। अब त्यो बेला त के भने, अब राज्यको कठोर दमन भएको हुनाले पार्टीहरू त भूमिगत थिए, लुकेर राजनीति गर्नु पर्थ्यो है। लुकेर गरिए पनि नेता को हो भन्ने त थाहा हुन्थ्यो है। पुष्पलाल श्रेष्ठ थाहा भयो होइन, निरञ्जन गोविन्द भन्ने थाहा भयो। अनि उहाँको चाहिँ सानदास कहाँ गएपछि काटेर 2-3 पेजको सानो के लेख्या हुन्थ्यो कि पुष्पलाल समूह बारे, झापाली समूह बारे, रोहित समूह बारे, छोटो छोटो के हुन्थ्यो। अनि त्यसले के जनाउँथ्यो भने उहाँको पार्टी थियो, नेता पनि थियो, कार्यालय पनि कहीँ थियो, त्यो कहिले पनि भनिन्न थियो। अनि सानो सानो निबन्धहरू उहाँले सुनाउनुहुन्थ्यो। त्यो निबन्धको भाषा शैली पढ्दाखेरि ट्याक्क श्यामप्रसादको याद आउँथ्यो कि। श्यामप्रसाद भन्ने नामी लेखक हुनुहुन्थ्यो, जसले त, तिमी, तपाईँ, हजुर भन्ने गजबको निबन्ध सङ्ग्रह लेख्नु भएको थियो। जीवनका अति गम्भीर विषयहरूलाई अति सजिलो भाषामा, अति रोचक ढङ्गले, अति शिष्ट पाराले त्यो लेखिएको छ है। अनि उहाँले चाहिँ सबैको कुरा काटिसकेपछि त्यो घुमाउरो भाषामा तपाईँ पनि यतातिर आउनु पर्यो भन्नुहुन्थ्यो। खुलेर कहिले पनि भन्नुहुन्थेन कि है। अनि घरमा आफै खानेकुरा खाना बनाउनुहुन्थ्यो कहिलेकाहीँ है। कहिलेकाहीँ हामी सँगै चुल्हामा गएर खाना बनाउँथ्यौँ, राति अबेरसम्म गफ गर्थ्यौँ। अनि काठमाडौँ आउँदाखेरि सुरु मेरो घरमा आउने, पाकेको भए पाकेको खाने, पाकेको नभए पकाएर खाने। घरमा केही रहेछ भने घरको पकाएर खाने, केही छैन भने बाहिरबाट किनेर ल्याएर पकाएर खाने, यस्तो भन्नुहुन्थ्यो है। अनि उहाँले नेपाली साहित्यमा बाल साहित्य के हो त्यो चिनाउन उहाँ के भन्नुहुन्थ्यो भने, समाजमा जिउँदो कथा पाइन्छ, समाजमा जिउँदो मान्छेहरू बस्छन्, जहाँ जिउँदो मान्छेहरू बस्छन् त्यहाँ जिउँदो कथा हुन्छ। लेखकले समाजमा कथा खोज्ने हो। र
जिउँदो मान्छेको कथा लेखेपछि त्यो कथा पनि जिउँदो हुन्छ, नम्बर 1। नम्बर 2, हाम्रो वरिपरिको वास्तविकता जस्तो छ त्यस्तो मात्रै लेखेर पुग्दैन। त्यसमा लेखकको आफ्नो दृष्टि केही हुनुपर्छ। लेखकले डाँडासम्म देख्नुपर्छ, डाँडा पारीसम्म देख्नुपर्छ। त्यसलाई उहाँ भविष्य भन्नुहुन्थ्यो। अनि चलिरहेको समाजको चित्र त खिच्नुपर्छ, तर त्यहाँ मात्रै सीमित हुनु हुँदैन। हाम्रो भोलि कस्तो हुनुपर्छ, भविष्य कस्तो हुनुपर्छ, त्यो भविष्यको गोरेटो हामीले देखाउनुपर्छ। यो समाज कहाँ जानुपर्छ, त्यहाँ जानको निम्ति हामीले के गर्नुपर्छ, आन्दोलन गर्नु पर्ला, सङ्गठन गर्नु पर्ला, न्यायको निम्ति सबै एक हुनु पर्ला, सडकमा जानु पर्ला, त्यो सबै कुरा साहित्यले देखाउनुपर्छ। त्यसैले हामीले आजको केटाकेटीलाई राम्रो बनायौँ भने नेपालको भविष्य राम्रो हुन्छ। केटाकेटीलाई राम्रो बनाउने भनेको सुरुमा मैले भने जस्तै केटाकेटीलाई राम्रो खुराकी दिने हो। शरीरको लागि पुष्टकारी खुराकी, मनको लागि पुष्टकारी खुराकी। यो भूतप्रेतको कथा लेखेर हुँदैन। बाँकी अर्को कुरा, संसारमा धेरैजसो बालकथाहरू पशु चराचुरुङ्गीको बारेमा लेखिएको छन्। यसबारे उहाँको अलिकति फरक मत थियो। पशु र चराचुरुङ्गीलाई पात्र बनाएर कथा लेख्नु हुँदैन भन्ने होइन, तर मुख्य कुरो चाहिँ मान्छेलाई पात्र बनाउनुपर्छ। मान्छेलाई पात्र बनाइसकेपछि बाँकी रह्यो भने चराचुरुङ्गी पशुहरूको भाग लगाए पनि हुन्छ, तर यता नपुगिकन उता भाग लगाउने होइन भन्नुहुन्थ्यो। अनि उहाँको जोड चाहिँ सकेसम्म हामीले केटाकेटीलाई नै पात्र बनाउने हो, बुढाबुढीलाई पात्र बनाउने हो, तिनका सम्बन्धहरू रोज्ने हो भने उनीहरूलाई उनीसँग नजिकमा बस्ने, सङ्गत गर्ने, उनलाई असल बनाउने। अनि पछि उहाँ चाहिँ अलिक बिरामी हुनुभयो, 90 वर्षमा बित्नुभयो। बडो ठट्याइलो हुनुहुन्थ्यो कि। बित्नुभन्दा 2 वर्ष अगाडि एउटा सानो कार्यक्रम थियो। त्यो चाहिँ त्यो केटाकेटीहरूको सम्बन्धी एउटा नाटक जस्तो त्यहाँ गयौँ। त्यहाँ अलिकति छलफल भयो, एकछिन बाहिर बसियो। अनि समरलाजी मेरो दाँतहरू त फुत्त खस्न थाल्यो भन्नुहुन्थ्यो कि। त्यो पनि होइन, अब दाँत फुक्लेहरूलाई होइन, उहाँ चाहिँ बडो हाँस्दै होइन, मेरो दाँत चाहिँ फुत्त झर्न थाल्यो एउटा। अनि ढाड पनि अलिअलि दुख्न थाल्यो, आँखा पनि धमिलो हुन थाल्यो। होइन कहिलेकाहीँ त म त मर्छु कि भन्ने लाग्छ। अब गर्न काम यति धेरै छन्, गरी सिद्ध्याउन यति धेरै काम छन्, अहिले त मर्न मिलेन नि, होइन हामीले मरिहाल्न मिल्दैन कि, है सकेसम्म धेरै बाँच्ने हो, है दाँत साँत फुक्लियोस् केही छैन, ढाड दुखोस् केही छैन, हामीले पढ्ने हो, केटाकेटीको लागि लेख्ने हो। अनि उहाँ यति स्वाभिमानी हुनुहुन्थ्यो कि उहाँले त्यो सत्कार असल काम गरे बापत उहाँले कोहीसँग पुरस्कार खोज्नु भएन, पगडी खोज्नु भएन, मान सम्मान खोज्नु भएन। उहाँ त्यो निष्काम कर्म भन्छ नि, है कसैबाट केही अपेक्षा नगरिकन आफ्नो मनको खटन अनुसार उहाँले काम गर्नुभयो। अनि पछि त त्यो उहाँ बित्नुभयो। उहाँ चाहिँ त्यो विद्युत दाह संस्कारमा उहाँलाई त्यहाँ राखियो। मलाई त के लागेको थियो भने सामदास जस्तो शिक्षामा सेवा गरेको, राजनीतिमा सेवा गरेको, साहित्यमा त्यत्रो सेवा गरेको मान्छे बित्दाखेरि नेपालका ठुल्ठुला नेताहरू, प्रधानमन्त्री, मन्त्री, सांसद आउलान् भन्ने थियो कि कोही पनि आएन। ती कोही पनि किन आएनन् भने सामदासजी तिनको घर दैलोमा हात मल्दै कहिले पनि जानुभएको थिएन। सामदासलाई तिनले कसैले पनि चिन्दैनथे। सत्ताधारीहरूले चिन्ने त कि त आफ्नो भक्त हो, कि त आफ्नो बिचौलिया हो, केही आम्दानी ल्याइदिने बिचौलिया हो, है। अनि समाजको निम्ति बाँच्ने, स्वाभिमानको लागि बाँच्ने मान्छे त आजको शासकहरूलाई धेरै मन पर्दैन। शासक नामको त्यहाँ जातै थिएन कि कार्तिकेयजी। मलाई बडो खुसी लाग्यो। नत्र त्यहाँ चाहिँ कुन झन्डा उडाउने, राष्ट्रिय झन्डा उडाउने कि काङ्ग्रेसको झन्डा उडाउने कि हँसिया हथौडाको झन्डा उडाउने कि ठुलो हानथाप हुन्थ्यो। त्यो हानथाप भएन। सामदासजी शान्त ढङ्गले बित्नुभयो, शान्त। यसरी उहाँ चाहिँ मेरो यसलाई टुङ्ग्याउँदाखेरि सामदासजी मेरो साथी हुनुहुन्थ्यो, गुरु हुनुहुन्थ्यो। उहाँले मलाई बाल साहित्यको लेखक पनि बनाइदिनु भयो। हुन त उहाँ भन्दाखेरि सङ्ग्रौलालाई नकल गरेर मैले कथा लेख्न सिक्या हो। मेरो त नेपाली भाषा मेरो त पहिलो भाषा पनि होइन, म त नेवार मान्छे भन्दै हिँड्नुहुन्थ्यो। त्यो उहाँले मलाई चाहिँ फुर्क्याएको हो।
मैले उहाँको बारेमा भनेको चाहिँ साँच्ची नै भनेको हो। धेरै अगाडि म 2 सालमा जन्मेको। त्यो बेला त काठमाडौँबाट 5 थर भनेको त त्यहाँबाट यहाँ आउँदाखेरि 3 महिना लाग्थ्यो गरे बाटोमा हिँड्न है। म चाहिँ त्यो अनकन्टारमा जन्मेको हो। अब अहिले केटाकेटीहरूका निम्ति पढ्नको निम्ति रोजी छाडी विषयहरू छन्। ऐना हेरे पनि भयो, टेलिभिजन हेरे पनि भयो, सिनेमा हेरे पनि भयो, किताब पढे पनि भयो, नाटक हेरे पनि भयो। अहिले हेर्नको निम्ति धेरै तपाईँको मानसिक खुराकीहरूको जे थुप्रो छन्। मेरो पालामा केही पनि थिएन। बाल साहित्य भन्ने जातै केही थिएन। बाल साहित्य पनि हुन्छ भन्ने कुरा धेरै पछि थाहा भयो। त्यो 2-3 क्लासतिर कता पुगेपछि देवकोटाको पुतली सुन्दर कोमल काया देख्दा तेरो लाग्दछ माया के टप्प टिप्यु के गर्ने भन्ने थियो होइन है। त्यो देवकोटाको सुनको बिहान भन्ने बाल कविता सङ्ग्रह पढेपछि बाल साहित्य पनि हुँदो रहेछ भन्ने मलाई थाहा भयो। देवकोटाको त्यो मैले जम्मै कण्ठ गरेको थिएँ कि है, किनभने त्यस्तो केही नभएको हुनाले दिनदिनै दोहोऱ्याएर त्यो पढिन्थ्यो। अनि हामीले सुन्ने चाहिँ दिदीले, भाउजूले, आमाले, अरूले सुनाउने चाहिँ भूत, प्रेत, बोक्सी, डङ्किनी, वनझाँक्रीको कथाहरू। त्यो जम्मै कथा सुनेपछि सुन्दा पनि डर लाग्थ्यो, सपनामा पनि डर लाग्थ्यो। त्यो मन प्रसन्न हुने, शिर ठाडो हुने त्यस्तो सामग्री नै थिएन। अनि त्यो बेलामा चाहिँ गुलबकावलीको कथा भन्ने एउटा कथा थियो है, तोता मैनाको कथा भन्ने थियो। त्यो काशीमा जाँदाखेरि काशीमा त्यो अस्थि चढाउन जानेहरूले काशीबाट त्यो किनेर ल्याउँथे है। म त्यो पढ्थेँ है। बाल्यकालमा सामग्रीहरू केही पनि थिएन, खेलकुदको सामग्री पनि थिएन, पढ्ने सामग्री पनि थिएन। म चाहिँ त्यस्तो समयमा म हुर्केको। र त्यसो हुँदाहुँदै पनि के रहेछ भने पढ्ने त पुस्तक मात्र होइन, पढ्ने त समाज हो, पढ्ने त जीवन हो, पढ्ने त प्रकृति पनि, खोला नाला घाम पानी त्यो सबै। त्योभन्दा ठुलो तपाईँको चित्र केही पनि हुँदैन कि प्रकृतिभन्दा ठुलो चित्रकार केही पनि हुँदैन। हाम्रो सेरोफेरोमा भएका बाग बगैँचा, इन्द्रेणी, निलो आकाश, छङछङ बन्ने छहरा होइन, त्योभन्दा राम्रो चित्र केही पनि हुँदैन। म चाहिँ त्यो पढेको, मेरो साहित्य चाहिँ त्यहाँ थियो कि किताबमा थिएन, अक्षरमा थिएन। त संजोगले मेरो बा ज्योतिषी हुनुहुन्थ्यो। मेरो बा ज्योतिषी हुनुभएकोले सानैमा मलाई अक्षर चिनाउनु भयो। मेरो अक्षर चिनाइ पनि गजब छ। आजकल त केटाकेटीहरू अक्षर चिन्न पनि अब त ल्यापटपमै गर्न थाले के हो थाहा छैन होइन। न त भने स्लेटमा होइन, राम्रो स्लेटमा राम्रो चकले लेख्ने, त्यो पार भएपछि अब सानो कापीमा लेख्ने। मेरो पालामा त्यो थिएन। सबभन्दा पहिले धुलौटोमा लेखिन्थ्यो। धुलौटो भने एउटा चेप्टो काठ हुन्थ्यो, त्यो काठको वरिपरि सानो बिट हालिएको हुन्थ्यो, त्यहाँ बिचमा धुलो हुन्थ्यो, माटोको धुलो। त्यो धुलोलाई यसो गर्ने अनि त्यहाँ क लेख्ने अनि मेट्ने, फेरि ख लेख्ने। त्यो लेख्दाखेरि बाले लेखाउन सिक्नुभयो, क लेख्नुभयो है। मैले बाको जस्तै क लेखेँ। बाले भन्ला ए यस्तो यो त्यो उल्टो लेख्ने क। म त यसो हेर्छु बा र मेरो क उस्तै छ। पछि त के लाग्यो भने मेरो क त उल्टिएर आउँदो रहेछ कि है। त्यो दिमागको अवस्थाले आँखाले के गर्छ थाहा छैन, मेरो कपुरी क उल्टो भयो। उल्टो कपुरी कलाई सुल्टाउन मलाई 2-3 महिना 6 महिना कति लाग्यो कि बाको कुटाइ पनि खाइयो एक। धुलौटोमा पार भएपछि बाँसको खबटा हुन्छ नि, बाँस पनि 3 थरीको हुन्छ कि, एउटा मालबाँस, चोया बाँस, भालु बाँस। भालु बाँस भनेको ठुलो बाँस हुन्छ। त्यो बाँसको खबटा यत्रो हुन्छ, बाहिरपट्टि बाक्लो झुस हुन्छ। त्यो खबटा ल्याउने, माटोले त्यो झुस चाहिँ बेसरी घोटेर झुस फाल्ने। त्यो खबटा चाहिँ यस्तो हुन्छ, घाममा लागेपछि त्यो यस्तो भएर फैलिन्छ अनि त्यसमा लेख्ने। घिरौँलाको पात कुट्ने, बाँसको एउटा डिको बनाउने, त्यसले त्यसमा लेखियो। त्यसपछि पहाडे कागजमा, पहाडे भनेको तमसुक लेख्ने कागज हुन्छ नि होइन, पहाडे कागजमा लेखेको दिन त मलाई त राजा भए जस्तो लाग्यो कि। 12 दाजुहरू चाहिँ कागजमा लेख्थे, मलाई चाहिँ धुलौटोमा लेख्न लाउने, खबटोमा लेख्न लगाउने। अनि त्यो 12 दाईको ठाउँमा कहिले पुग्ने होला भन्ने मलाई लागिरहन्थ्यो कि है। पछि त्यो लेखियो है। मेरो बाल्यकाल चाहिँ त्यसरी बित्या हो। अनि मलाई त के लाग्छ भने आजको पुस्ताको केटाकेटीहरू मेरो पुस्ताको केटाकेटी भन्दा भाग्यशाली किन हुन् भन्ने पढ्नको लागि उनीहरूसँग रोजी छाडी चिजहरू छन्। तर
बजारमा भएका सबै पढ्ने चिजहरू उपयोगी हुँदैनन्। स्वस्थ पनि छन्, अस्वस्थ पनि छन्, त्यहाँ शिष्ट पनि छन्, अशिष्ट पनि छन्। मान्छेलाई ज्ञानी बनाउने, असल बनाउने पनि छन्, बदमास बनाउने, भ्रष्ट बनाउने पनि छन्। त्यो रोजिनुपर्छ। रोज्नको लागि अगुवा चाहिन्छ। अगुवा आमाबाउ होलान्, गुरुआमा होलान्, अरू कोही होलान्, अगुवा चाहिन्छ। त्यसैले समाजमा भएका खानेकुरा पनि सबै खानेकुरा मिठो हुँदैन, सबै खानेकुरा पुष्टकारी पनि हुँदैन, रोजिन्छ। पढ्ने कुरा पनि रोज्नुपर्छ। त्यसले म केटाकेटीहरूलाई के भन्छु भने भविष्य यिनै केटाकेटीहरूको हो है। म त बुढो भएँ। केटाकेटीहरूले यो देशलाई राम्रो बनाउन, आफ्नो जीवनलाई राम्रो बनाउन, भविष्यका सन्ततिहरूको निम्ति राम्रो संसारको चित्र खिच्नको निम्ति राम्रो कुरा पढ्नुपर्छ, ज्ञानी हुनुपर्छ, दिमागमा ज्ञान हुनुपर्छ, हातमा सिप हुनुपर्छ, आफ्नै सिपको कमाइ खाएर बाँच्ने हुनुपर्छ। सबभन्दा ठुलो कुरा जिन्दगीमा मागेर नखानु हो। केटाकेटीहरू तपाईँ माग्नुहुन्छ भने जोसँग माग्नुहुन्छ उसले हेप्छ, आफ्नै कमाइ खानुहुन्छ भने तपाईँको शिर ठाडो हुन्छ। ल, नमस्कार।